देख्न पाइयोस् यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस् नेपाल लेख्न को प्रवाह दिगन्त फैलियोस् नेपाली श्रम र सिपको प्रवाह दिगन्त फैलियोस् मलाई टेकी खुड्किलो यो देशमाथि उक्लियोस् नेपालको सन्तति सगर्व भन्न पाइयोस् सगर्व भन्न पाइयोस् बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस् नेपाल लेख्न पाइयोस् नेपाल लेख्न पाइयोस् नेपाल लेख्न पाइयोस्। Thank you. आलम प्रोसेस या अन्जुली कसलाई लैजाँदै हुनुहुन्छ त लाइभ शोमा कोच खेम डिसिजन इज योर्स। मन मेरो दुखेको छ साँच्चीकै आज मेरो मन दुखेको छ तपाईँको त झन् दुख्ने नै भयो र सबैभन्दा बढी दर्शक दुर्गाको मन दुख्छ किनकि यहाँ सम्पूर्ण ट्यालेन्टहरूको आफ्नै एउटा फ्यान फ्लोइङ बनिसकेको छ जसको प्रभावले कहिलेकाहीँ हामी कोचेसको निर्णयले गाली पनि खाइन्छ र त्यो कुरा मलाई स्वीकार्य पनि छ र द भोइस अफ नेपालको यो स्टेज एउटा माध्यम हो फुड्किला हो सर्वस्व होइन। कहिलेकाहीँ राम्रो गाउँदा गाउँदै पनि बाहिरिनुपर्ने हुन्छ र उनीहरू बाहिरबाट पनि एउटा स्टारको रूपमा परिचित हुनुहुन्छ किनकि उहाँको त्यो मेहनत हो लगनशीलता हो। अहिलेलाई म प्रोसेसलाई लान चाहन्छु। Congratulations प्रोसेस टिम फेमलाई रिप्रेजेन्ट गर्दै लाइभ सोमा प्रवेश गर्नुभएको छ र सँगसँगै प्राप्त गर्नुभएको छ गोदरेज एक्सपर्ट हेयर कलरको तर्फबाट गिफ्ट ह्याम्पर पनि।